नमस्ते सबैलाई, म चाहिँ सौजन। यो मेरो जीवनकै सबैभन्दा यादगार यात्रामध्ये एक हो, अन्नपूर्ण बेस क्याम्पको यात्रा। हिमालसँगको यो भेट केवल एउटा ट्रेक मात्र थिएन, यो मेरो लागि एउटा अनुभव थियो। यो यात्रामा कहिले थकान थियो, कहिले उत्साह, कहिले चुनौती, तर हरेक मोडमा देखिने हिमालका दृश्यहरूले सबै कुरा भुलाइदिए। आशा छ तपाईँलाई यो यात्रा मन पर्नेछ। आउनुहोस् सुरु गरौँ है यो यात्रा सँगै। यात्रा सुरु हुनुअघि सपना र उत्साहले भरिएका झोलाहरू गाडीमा चढ्दैछन्। बुटोलबाट साथीहरूसँगको यो रमाइलो सुरुवात पोखरा हुँदै अन्नपूर्ण बेस क्याम्पतर्फ निस्किँदैछौँ। ब्याकप्याक हुँदैछ। नियर टु पामे बट वी आर इन लेफ्ट साइड। माइक लाएर बोल्नुपर्छ जस्तो छ। यो आवाज चाहिँ अलिकति मेरो फोनको समस्या छ। अब एकछिनमा मैले माइक चाहिँ निकाल्छु ट्रेकिङ सुरु गर्दा। यात्रा अब हाम्रो सुरु हुँदैछ। कस्तो भइरहेको छ मामा? अहिले ब्याक गरौँको भयो है। अब चाहिँ हाम्रो ठाडै उकालो छ अरे। सहर बिस्तारै पछाडि छुट्दैछ र अगाडि खुल्दैछ नयाँ अनुभवको संसार। साथीहरूसँगको यो यात्रा झन् विशेष, झन् यादगार। आउनुहोस् हामीसँगै यो यात्रा सुरु गरौँ है त। पुल चाहिँ इन्सेन्स छ है गाइज। हेरौँ कस्तो छ अब एबिसीको ट्रायल। जमानामा आउने कुरा थियो, पाइएन। तर महँगो रहेछ है। यहाँ भर्खरै खानेकुराहरू थियो 2490 जति आयो। नेपु चाहिँ यहाँ छन्। भिडियो बनाइदिन भन्थ्यो, भ्लगबाट जान्छन् यिनीहरूले। मामा र मैले चाहिँ मैले नेपुले तिनटैले ज्याकेट काट्यौँ। गर्मी सुरु भयो। हिँड्दा हिँड्दै अब एकछिनमा पुग्योला हुनु पर्यो। केटाहरूको पेसहरू चाहिँ रन्गे छ। बिचको एकछिनमा स्लो थियो। अब चाहिँ ठाडै उकालो छ। अनि भएन त। अनि के अरे जाने मान्छे कोही भेट्दैन यार। आउने मान्छे मात्र भेटेछु होइन माथि के। म चाहिँ फोन चार्ज गर्दै भ्लग बनाएको छु। पावर ब्याङ्क चार्ज गरिरहेको यहाँ गोजीमा छ। गरौँ भइरहेको छ। त्यही हो, ठिक रहेछ ट्रायल अहिलेसम्म। लेट्स सी के हुन्छ अब। यात्राको बिचमा हामी साथीहरू केही क्षणका लागि अलग भयौँ। म आफ्नो बाटोमा अघि बढेँ, तर मेरो साथमा एउटा सानो साथी थियो, एक कुकुर। मिनट हुन लागिसक्यो। केटाहरू अझै आएछन्। यहाँ ब्रदर भेटिनु भयो होइन काठमाडौँबाट। त्यही हो, यहाँको ठाउँ चाहिँ गाडी देखिन्छ होला। देखिन्न यार। केही समयको लामो पर्खाइपछि मैले मेरा साथीहरू भेटेँ अनि त्यसपछि चाहिँ हामी खानातर्फ लाग्यौँ। खाना असाध्यै मिठो थियो अनि आफ्ना गफ गर्दै खानाको मजा लिँदै गरेँ। भयो ल बाई है आन्टी। ल बाई सबैलाई, फर्किँदा भेट्छु। ल आऊ है नानीहरू। ल आउँछौँ। खाना चाहिँ पक्का आउँछौँ। बस्न नै आउनु सक्छौँ बरु। डाटा केबल त्यही ब्यागमा छ। छैन र त्यो माथि छ। हाम्रो नेपुजी हिँड्नु पर्यो। घर चाहिँ घान्द्रुक जस्तोवाला रहेछ है गाइस। भेट्यो? भेटेन? चेकपोस्ट रहेछ होइन। यहाँ नेपुले चाहिँ गफसफ गरेँ। खिच्छु मैले नेपुको चाहिँ अब भिडियो खिच्नु लाग्छु। कस्तो लागिरहेको छ नेपु ट्रेक चाहिँ? तिमीलाई पछुतो त छैन नि होइन आएर? त्यही जो हो सोध्ने। ओए त्यहाँ हिउँले भरिन पर्ने कि नेपु त पाहाड छ नि होइन? यस, लाइफमा यही चाहिँ हुनुपर्छ जे कुरा गर्दा नि। इङ्ग्लिसमा लेखेर छ। यसो थाहा हजुरलाई यताको? ए 22 रहेछ। यो मन्दिरको यो मैले मुना चिया दिदीको भिडियोमा त हेरेको थिएँ होइन। बिर्सिए। त्यही हो, यो गुम्बा रहेछ होइन। चोम्रोङ स्टुपा गुम्बा।
हो क्या हो क्वार्ट्समा के भयो कस्तो भयो तिमीलाई मामाको नि भइरह अलिअलि नभोस् अलिअलि बिचबिचमा भएछ तिमी त हुनु नहुनु पर्ने मान्छे हो अब लेखेर आएको हुन्न होइन म चाहिँ दुईवटा टी सर्ट फेर्ने बेला भइसक्यो भिजिसक्यो अब के पानी पर्छ असिना पानी पर्छ यो पर्छ तिमी नि देवरकन्डा बनाउ न लिली गर न चिचाइदेऊ न प्लिज प्लिज नेपु जानु त जानु कसको नाम लिन्छौ यहाँ हाम्रो घोडेलीहरू आएछन् ए फेरि फोर धकधक ए हजुर ए ल बाटो खोज्छ क्या यिनीहरू गएर अपरेसनमा कति छ अब 1 घन्टा ल ल धन्यवाद देख्यौ मैले भनेको थिएँ नि नेपुलाई पुगी के छ बाथरुम गएको छन् होइन मुतेको मुते छन् के खाएर छन् त्यस्तो ए माटुमी हामी त त्यहाँ पुग्ने हो यार छोडी हो त्यहाँ हो त होइन लोवर सिनेमा त्यसको अर्को डाँडा हामी पुग्ने त्यहाँ त गुराँस जताततै त्यहाँ पनि छ यहाँ पनि छ होइन लारी गुराँस त अनि केटाहरू अगाडि छन् हल्का म चाहिँ भिडियो खिच्दै खिच्दै आएको अब आधी घन्टा पनि छैन नि त बाटो किन रस हिँड्नु बिस्तारै हिँड्नु एउटै पेसमा त्यही भएर कस्तो राम्रो रहेछ हौ लारी गुराँस केटाहरूको अहिले हिँडे एकदम ठिक छ मलाई एकदम मन परिरहेको छ Hello guys, we are just now reached to our destination आजको चाहिँ आज चाहिँ हामी यो के अरे हाई ए मामा यो ठाउँको नाम भन त यार यस्तो बिर्सेछु अप्पर सिनुवा हाई सिनुवा होइन अप्पर सिनुवा हो हाम्रो रुम चाहिँ यही हो होइन जस्तो रुमहरू नि यस्तै छ अब मामाले मैले सबैले कपडा फेर्ने हो अनि चाहिँ यहाँ चाहिँ अघि ठ्याक्क आउँदाखेरि चाहिँ यस्तो राम्रो हिमाल देखेको थियो त्यो माछा पुज्रेकै त्यो हुन्छ नि चुच्चो क्या त सेप के टेल अहिले चाहिँ हरायो क्या त्यहाँ यस्तो बवाल देखेको थियो क्या त्यहाँ अनि यता चाहिँ कुन हिमाल हो कुन नि नर्थवाला हो भन्थे होइन अनि यहाँ लङ्गुर थियो कि फोन चार्ज गर्न दिएको थिएँ यहाँ नेपु छन् यहाँ मामा आमा कस्तो लागिरह गजब भयो है एकदम नेपु सर तिमीलाई थकान अब अझै के खाएर हुने हो मेटिने हो होइन एकदम ल गाइज सी यू सुन त्यहाँ खाना खाँदै होइन म चाहिँ चाउचाउ अन्डा मामा चाहिँ ओए क्या के हो यार मामा यार घिउ कहाँबाट खनिदिँदैन अब चाहिँ हामी होइन चाउचाउ अन्डा खाँदैछौँ हजुर होइन खाँदा देखेन है बालकै हो राम्रो छ अहिले चाहिँ हामी नास्ता खाँदैछौँ माथिको मेरो चाहिँ के चाहिँ छैन खाइसकेको छु भाइहरू त्यहाँ छन् आमा कस्तो लागिरहेको ज्यान दुखेको छ किन आज दुखेको छैन नि नेपु तिम्रो ठिकै छ नेपुको अब चाहिँ हामी ब्रेकफास्ट गर्दैछौँ आउँछ न होइन ठिकै छ खाउँदो त छोले खाउँदो कस्तो छ माथि छ भन्छ गजबको छौ यार पान्छे नि
7:49 भयो। एराउन्ड 8 बजे चाहिँ हामी हिँड्छौँ। जुत्ता मजा लाउनु छ, क्याप लाउँछु। अनि त्यसपछि चाहिँ अब चाहिँ हामी हिँड्नुपर्छ। मान्छेहरू टाढा पर्खिँदै हुनुहुन्छ। छोराहरू आफ्नो रुममा हेर्नु पऱ्यो। छोरा चस्मा ल, चस्मा कहाँ हो? चस्मा त हरायो। ब्यागमै होला मेरो। रेडुल बाँडेको थिएन अब पहिले भागमा नराखेर आएर मैले बोतल बोकिरहेको यार। त्यही भन्ने कति मिलिलिटर हुन्छ र? के को 250 अरे भनेको आधा किलो बोकिदिनु पर्यो। के माटो हिजो त्यत्रो बोकेर चाहिँ राख्दो हिजो मैले 1.5 किलो बोकेर चाहिँ हिजो एक्स्ट्रा बोक्न पऱ्यो नि, मैले पनि त बोकेको थिएँ के अरे। यहीँ राखिदिउँ। राख्दो। चस्मा कहाँ राखेँ? ब्यागमै राखेको है। के छ मामा, हिँड्न सकिन्छ नि? अब अहिले त ज्यान खुलिसक्यो। मैले त वार्मअप समअप पनि गरेँ अलिअलि होइन। हेलो गाइज, हाई गर। अब हामी चाहिँ सेकेन्ड डे होइन आज चाहिँ। आज चाहिँ हाम्रो डेस्टिनेसन कहाँ छ भन्दाखेरि चाहिँ कुन ठाउँ अरे मामा? देउराली। ए ब्याम्बु त आइसक्यो त अब। चाहिँ काठमाडौँबाट भाइ। काठमाडौँ कता तिमी? काठमाडौँ थालेको हो। तिम्रो नाम भन त। कुशल थापा मगर। 21 वर्षको। अरू भन, के भन्नुहुन्छ? अरू हामी यहाँ डकुमेन्ट सुट गर्न आएको एबिसी। भाइहरू चाहिँ हिजोसित भेटेको होइन। राति अलिअलि रमाइलो गरिदियो। रमाइलो भयो। रमाइलो भयो। अब चाहिँ हामी चाहिँ पोखरासम्मै सँगै हुन्छ नि जस्तो छ। होला सँगै जानुपर्छ। अनि यता भाइ? मेरो नाम चाहिँ आकृष दाहाल। म चाहिँ स्थली। म चाहिँ डकुमेन्ट हेर्न आएको, खिचेको। यति बनाउन आएको होइन? होइन, म चाहिँ हेर्न आएको। हेर्न आएको। ठिक छ। नानीको नाम? म संस्कृति बारी हो। यिनी चाहिँ मभन्दा 6 दिनले मात्र है? कान्छी हो। त्यही त। अनि तिमी चाहिँ के हेर्न आएको यहाँ? मेरो चाहिँ डकुमेन्ट्री बनाउनु पर्ने एबिसीको बारेमा, त्यही बनाउनु आएको। त्यही भएर दिनभर पनि लिएर आएको। कस्तो लागिरहेको त अहिलेसम्म ट्रायल? अहिलेसम्म त रमाइलो लागिरहेको छ। हिजो चाहिँ वाइल्ड गाडी भएको थियो। हुन्छ। अब आज सजेसन चाहिँ हेभी ब्याग बोकेर नआउनु होला। अरू चाहिँ ठिकै हो, रमाइलो छ तर। अब चाहिँ हामी अर्को भाइको चाहिँ लिनु छ, क्युट भाइको। बिहान मोइस्चराइजर सनस्क्रिन लगाएको, सब उत्रिसक्यो। अब टाढामा पुग्छु। कस्तो भयो तिमीको चाहिँ ट्रिप? बेस्ट। माइकमा बोल न, माइकमा। त्यति चाहिँ भाइले बिचरा यार, भाइ नखाने मान्छे चिया बोकेर आएर। भाइ तिमी आऊ, तिम्रो इन्ट्रोडक्सन लिनु छ यहाँ। ल यहाँ बोल त। भाइ चाहिँ आज नाम भन। हेलो भाइ। ए चिया पोखियो नि त यार। ठिक छ, केही भएन। बोल न, बोल। ठिक छ। ठिक छ। हेलो, मेरो नाम चाहिँ रिकु हो, रिकुस नारायण श्रेष्ठ। र मेरो एज चाहिँ 20। अनि म चाहिँ काठमाडौँबाट आएको हिजो। म, मेरो दिदी अनि उसको साथीहरू। म चाहिँ दाइले भेटेको बाटोमा रमाइलो हुनुहुन्छ उहाँ चाहिँ। अनि मजा आयो, उहाँको र मेरो फेस मिल्छ। अहिले त त्यही त। म 86 छु, भाइ नि एराउन्ड जस रमाइलो छ। आज हामी ब्याम्बु अनि एकछिनमा खाना खान कहाँ भयो हामी? आई गेस हिमालयमा चाहिँ खान्छौँ होला आज। हाम्रो चाहिँ भाइ गाइड हो नि होइन। हिजोदेखि चाहिँ भाइले चाहिँ खाना यहाँ मिठो पाउँदैन अन्त लास्ट मिठो खाना खाएको। यसो थियो ठ्याक्कै मलाई चाहिँ जब यहाँ एबिसी जाने भनेको मलाई अस्ति भएकै थाहा भयो कि जाने भनेर। अनि यसो यता जाने भनेर। अनि त्यसैले त्यही हो। त्यस दाइसँग मेरो भाइ मिल्छ अहिले अलि। ठिक छ। अब हामी चाहिँ सायद फर्किँदासम्म नि सँगै हुन्छ नि जस्तो छ। यस। अब तर उनीहरूको प्रोजेक्ट छ, सरी ढिलो होला कि भन्ने चाहिँ खै त हेरौँ। होइन अब हेरौँ के हुन्छ। लगाइ स्ट्रेट 1 घन्टादेखि चाहिँ म चाहिँ वकिङ एलोन होइन। नो वान इज हियर एन्ड देयर।
इन माई साइड बिसाइड अनि रमाइलो भइरहेछ मलाई चाहिँ अहिलेसम्म चाहिँ ट्रेकिङ खासै ओहो भनेर खतरा दुख्ने सुख्ने चाहिँ केही भएको छैन अनि पसिना चाहिँ एक्सट्रिम आउँछ मलाई एनी टाइम जाडो होस् गर्मी होस् त्यो चाहिँ नो डाउट होइन आई एप्रिसिएट माई गाइज है गाई किन भन्दाखेरि चाहिँ हिजो चाहिँ हिँड्नै सकेको थिएनन् आज चाहिँ राम्रै हिँडिरहेको हिजो त्यो छोमरोङमै बस्छु भनिरहेको थिएँ अनि यस्तो हो क्वाड्समा अलिकति त्यो मसल्स क्र्याम्प भयो जस्तो थियो त्यसपछि चाहिँ बिस्तारै हिँडिरहेछन् केटाहरू अगाडि पठाइदिएको अहिले निकै नै अगाडि पुगेको जस्तो छ खाना खान भनेको छु मैले मेरो खाना खाने स्पोर्टसम्म चाहिँ पुग्नुपर्छ है भनेको के हुन्छ लास्टै रमाइलो लाग्यो खासमा यो इन्टायर ट्रेक चाहिँ मैले सोलो गर्ने सोचेको थिएँ तर त्यही त हो घरबाट अब दिनु भएन अनि आई ह्याड जस्ट केम विथ माई फ्रेन्ड्स अनि समाउ फ्रेन्डसँगै रमाइलो हुन्छ हुन चाहिँ आफ्नो गर्नु लाग्यो ब्यागले गर्दा नि होला कहिले उकालो कहिले ओह्रालो मलाई चाहिँ उकालो नै मनपर्छ अनि म चाहिँ हिँड्दाखेरि चाहिँ तलै हेरेर हिँड्छु किन भन्दाखेरि तल धेरै हेऱ्यो भने पनि अलिकति स्ट्रेस हुन्छ क्या त्यो लिन्न भन्दा पनि मेन्टल्ली त्यो जस्तो के कुरा गर्नुभन्दा अगाडि चाहिँ हामीले केही सोचिन्छ नि त त्यस्तै ओहो यत्रो उकालो छ यत्रो ओह्रालो छ भनिन्छ त्यही कारणले चाहिँ म चाहिँ हेर्दैन माथि चढ्दा नि हेर्दैन तल हेर्छु जस्ट बाई साइड कतिसम्म हेर्न सक्छु हेर्छु तल तर मैले माथि चाहिँ हेर्दैन हिँड्ने सुइसमै हिँड्ने अनि हुन्छ होला नाइस टाइम नै अनि त्यही हो भाइहरू पनि ठिक छन् एकदम गुड छन् काठमाडौँबाट आएको जो चाहिने भनेको त्यही त हो एउटा इन्टायर ट्रायलमा मान्छेहरू एउटा होइन डिसेन्ट होइन ठिक छन् अनि सपोर्टिभ छन् हेल्पफुल छन् दाइ खानुहुन्छ केही चाहियो औषधि भन्छन् सोध्छन् त्यही नै त हो चाहिने भनेको अनि हिजो चाहिँ हामी चाहिँ त त्यो जिपमा आउँदाखेरि चाहिँ के भन्छ बङ्गलादेशी ब्रदरहरू सरहरू भनौँ न उहाँहरू चाहिँ एकदम गुड मान्छे हिजो चाहिँ मलाई एउटा लेसन सिकाउनु भयो त्यो चाहिँ मैले भनेर अहिले भेटेर उहाँबाटै सुनाउँछु यस्तो मजा आयो होइन पुरै छोडिदिनु मजा आइरह त्यो के भन्नुमा छुट्टै मजा यस्तो छ बाटो होइन यो अब यस्तो सिँढी आउँछ पुरै मजा आइरह रमाइलो भएको छ चाहिँ पानी पर्न लाग्छ हामी अझै खाना चाहिँ खाएको छैनौँ अनि उता मामाले रेनकोट खोल्दै नेपुली लाउनु लाग्छन् म पनि लाउँछु पसिना आयो यी चाहिँ कतै पनि रोकिनँ है त्यो मन्दिर बाहेक हामीलाई रोक्नै मन लागेन खतरा हो नि त होइन नेपो कस्तो लागिरहेको छ अब यो उकालो देखाम कि नदेखाम यस्तो छ सिधै यस्तरी आएको जाम है चस्मा लेखेको छ मामा ल के छ गाइड कस्तो भइरहेछ अहिलेसम्मको ट्रेक हेक्टिक छ छैन हेक्टिक छुटाउन आएको हामी चाहिँ के भन्नु मन छ म चाहिँ यहाँ कपडा खाएर भर्खरै यस्तो भिजे असिनाले नै हान्यो अरू त रमाइलै छ दाइ ल राम्रो जानु खाना खाने होइन हामी चाहिँ खाना भनिसक्यौ अन्डा खाना खाना आइसक्यो हाम्रो खाना लास्ट मिठो भयो यार अब 2 थाल भात खाइयो मामा चाहिँ बाहिर गएको छन् अनि अहिलेसम्मको रमाइलो छ लेट्स सी के हुन्छ अझै यहाँ त सबै भएको रहेछ अमेरिकन एस्प्रेसो ब्राउनी अनि तिम्रो
के थियो यार त्यहाँ कुकिजहरू पिनट्सको कुकिजहरू थियो अनि खै ए राख्छु कतिवटा अरे हिजो आउँदाखेरि त खिचिरहेको थियो है त्यो कप पनि अरूको जाउँ है केटा भित्र चार्जर त ल्याएको हो तिमीले पट हाल्न हालिदियो भित्र हालिदियो ल धन्यवाद जाडो भयो क्या लास्टै मैले यहाँभित्र टोपी लगाएको नाक ढाक्नु चाहिँ केही ल्याएन कि यार अरू हिन्दीहरू माउखाने टोपी ल्याएन माउखाने टोपी ल्याएन जाडो नहुने भनेको त्यही टाउकोमा मात्रै हो ज्याकेटै लगाएन यसले त यही हो ज्याकेट है तिम्रो गर्मी हुन्छ भन्थ्यो हिँड्दाखेरि पो गर्मी हुन्छ भनेको र मैले भनेको नि हिँड्दाखेरि गर्मी हुन्छ अन्त तैँले किन हालेन सायद तैँले त मलाई हाल भनेर आफूले हालेन यहाँ त किन किन्नु यहाँ किन्छ अरे बजेट सुनाइदियो के हो आज अन्डा खानाको 1000 रुपियाँ ल्याऊ महँगी भयो होला मायासँग माया मिसाउने हेलो हेलो आमा खाना खाने टाइम भएको छ होइन भाइहरू नि आयो टाइममा कति बजी आयो 6:30 भाइ चाहिँ छिटो हिँड्छ नि यिनीहरूभन्दा चाहिँ तिमी त छिटो हिँडेको थियौ है ल गाइज वी आर हेडिङ टुवर्ड्स टु साउथ एबिसी अनि आजको चाहिँ हाम्रो यात्रा 4 घन्टाको रहनेछ हाम्रो नेपुजीले चाहिँ हाम्रो आज ज्याकेट चाहिँ ल्याउनु भएको रहेछ पातलो विन्चिटर लिएर आउनु भएको छ जाडो हुन्न उहाँ त अब फुल्ली ट्रेकर होइन मामाजी हजुरलाई कस्तो लागिरहेको छ त अहिलेसम्म एकदम रमाइलो लागिरहेको हात खुट्टा खोलियो अब चाहिँ हामी हिँड्दैछौँ होइन निस्किन लाग्यो जाँदै गरौँ म चाहिँ म चाहिँ यहाँ ब्याग बोक्छु कस्तो राम्रो रहेछ त्यहाँ चाहिँ गाह्रो छ मलाई हजुर ए हस् हाँस्ने ए हस् हाँस केटा जति हाँस्नु सक्छौ होइन बहिनीको त बिचरा डकुमेन्टेसन हो नि माछा पुछ्री कति छ त अब उतै हो हेर्दा देख्न त देखिन्छ तर साह्रै परछ है होइन त्यो जे हामीलाई इन्करेज गर्छ धेरै नि आवाज आएन अहिले माइक तर आउने टाइपको हो क्या त्यो हिजो नि त्यस्तै गराएको थियो देउरालीको तर त्यस्तो लागेन बाटो त्यस्तो रहन्छ है तर उकालो ठाडै होला देउरालीको पनि फाट्दै ए हाम्रो त्यो बाटो त्यो उताबाट थियो दाइ पहिला ऊ त्यहाँ ए है हामी चाहिँ अहिले एमबिसी आइसक्यौँ लास्टै चिसो छ मैले चाहिँ एउटा 2टा 3टा टोपी मामाले लाखे छैन मामालाई चिसै हुन्न अनि दाइहरूले चाहिँ हुन्छ हामीलाई कुरिरहनु भयो यो चाहिँ मैले खिचेको फोटो है गाइज उहाँ फोटो टास्किङ ट्रेन्ड रहेछ कि खै के रहेछ यहाँ सोध्नु पर्ला अहिले के रहेछ दाइ खासमा चाहिँ फोटो राख्नु दाइ फोटो किन राख्दो रहेछ नि त्यो दाइलाई थाहा होला दाइ ए तेरो दाइ पोल्यान्ड ग्रुप म यहाँ आइसकेको भनेर देखाउनु भयो त्यो दाइ हिउँ पर्छ त आज हिउँ पर्छ दाइ वाह पर्छ दाइ हिउँ पर्नुपर्छ आज
आँखा दुख्नु लाग्यो बल्ल हौ तपाईँहरू कहीँ बिसाउनु हो एमबिसीमा खाना खाना हजुरहरू नि त यही पानी पर्यो हजुर झर्नु नि आज फाइनली गाइज आफ्टर 3 days होइन 3 nights हो कि 2 nights 4 days हामी चाहिँ आयो होइन कहाँ यस्तो हिमाल र हिउँै पऱ्यो होइन के हो यस्तो गडा फर्किनु पर्छ क्या अब के छ गोरे दाई हालखबर के छ फाइनल्ली होइन एबिसी आयो 3 दिन लाग्यो मामा त काउ के अरे 3 दिन नहिँड्दाखेरि कस्तो हुन्छ तिमीले हान्दै गरेको दाइको फोटो अहिले चाहिँ हामी चाहिँ एबिसीको खाना खानु लाग्छौँ नेपाल कस्तो छ खाना चाहिँ अब यहाँ खाना छ तिमी चाहिँ नखाइकन नहल्ला गर त एउटा खाना खाएन एकचोटि नखाइकन मिठो छ भन्ने मान्छे यही हो गोबी पाउँदो रहेछ है यो ठाउँमा चाहिँ खाना जस्तो छ है अब चाहिँ हामी खाना खान्छौँ मैले चाहिँ दबाई खाएको छु फ्लेक्सन अनि अब चाहिँ हामी सुत्नु सक्नु सायद हेलो हाई मामा हामीलाई चाहिँ एकदम जाडो भएको छ है अहिले -2 डिग्री छ केही भन्दैन नि लास्ट जाडो छ गाइस अब रातभरि सुतिन्न होला त्यस्तै छ भाइ है चस्मा उतो बारमा राख्देऊ And just like that, our journey to Annapurna base camp comes to an end. यो यात्रा केवल ट्रेकिङ मात्र थिएन, यो त मेमोरिज, फ्रेन्डसिप र ब्युटिफुल मुभमेन्टको कलेक्सन बन्यो। स्पेशल थ्याङ्क्स टु अमित दाई, एसके दाई एन्ड आवर काठमाडौँ फ्रेन्ड्स फर all the support, laughter and the unforgettable moments throughout the journey. Sometimes the best part of a journey is not just a destination, but the people you meet along the way. Thank you for being part of this adventure.